नमस्कार सम्पूर्ण नेपाली परिवारहरूलाई 2077 सालको बडा दशैंको हार्दिक शुभकामना व्यक्त गर्दछु। मैले कोरोना र दशैंको एउटा कविता बनाएको छु। मलाई सुनेर साथ दिनुहोला। धन्यवाद। मेरो कविताको शीर्षक हो कोरोना र दशैं। दशैं आयो यसपालि त कोरोनाले साह्रै रुवायो। सुनिन्छ 100 वर्ष अघि पनि आएको रे महामारी। त्यो बेलामा पनि रुवाएको थियो रे धरधरी। कहाँबाट यस्तो रोग आयो? हल्का रुगा खोकी र ज्वरो आउँदा पनि त्रसित गरायो। कस्तो बेलामा कोरोना भाइरस आयो? दशैं जस्तो ठुलो चाडमा पनि घरका परिवारहरूलाई छुट्टा छुट्टै बनायो। नमस्कार, धन्यवाद।